तपाईहरुलाई देखाउँदैछु मैले 2 नम्बर वडाको तुलसीपुर 2 नम्बर वडाको भ्यूहरु। यो पनि कुहिरे पानी प्लस पहलुवा भनौं न मेरो घर आउने बाटो अनि मेरो घर आउनु भन्दा पहिले को धानहरु खेतहरु देखाउँदैछु। यो राउतगाउँ चौखरा पुग्ने नहरकुला हो। हेर्नुस् अनि हामीले यसलाई भन्छौं पहलुवा कुला। यो भयो गिदनिया जाने रोड अनि त्यस्तै गरी यो भयो कुहिरे पानी को रोड। अहिले त घाँस जागेर पनि त्यति राम्रो देखिदैन। अनि यो भनेको चाहिँ हाम्रो जग्गा बारी खेत भइहाल्यो। जग्गा जमिन यस्तो छ। अब सबैको धान भएछ के धान पनि लगभग पसाउने बेला भयो। हाम्रो त मकै थियो। मकै प्लस यता मकै काटिसकेको छ। मकै भाँचेर पनि नल काटिसक्यो। यही हो। यो झुम्म परेको बनमारादेखि उत्तरतिर चाहिँ कुहिरे पानी पर्छ। यो भ्यू चाहिँ तपाई हेर्दै हुनुहुन्छ यो पहलुवा हो। यो पनि तुलसीपुर 2 मै पर्छ। यो चाहिँ हालसाल अहिले बाँझो छ। यो चाहिँ हाम्रो जग्गा हो भनौं न। यो चाहिँ हाम्रो जग्गा हो। अब खेतीपाती गर्ने मान्छे नभएर म पनि ढिलो आएँ परदेशबाट। त्यसै कारण बाँझो रहन पुग्यो। अब तोरी छर्न हो। यो बाँझो खास गरी यो बाँझो धेरै त छैन तर दुःख र मेहनत गर्यो भने खाना लाउनलाई कमी पनि हुँदैन। हस् यति भन्दै यो भिडियोलाई यहीँनेर टुङ्ग्याउँछु। हस् त धन्यवाद। मन पर्यो भने अरु भिडियोको लागि पनि सब्स्क्राइब गर्दै गर्नु, लाइक शेयर गर्दै गर्नु। हस् त धन्यवाद।